बुद्धले के भनेको छ नि दानी दगी गोर्नी के भनेको छ आफैको नाथ आफै हो अरे क्या आफैको पाप आफैले काटी गर्नुपर्छ आफैको पुण्य आफैले कमाउनु अरूले कमाएर पुग्ने कुरा हुँदैन अरे क्या आफैले पाप गरेर अरूले कटाएर काट्नु सक्दैन भने त्यसले गर्दा आफैको पाप आफैले काटी गर्ने आफैको नाथ आफै गर्नुपर्छ आफैको हित आफैले गर्नुपर्छ हो त्यो भनेको छ त्यसले गर्दाखेरि हामीले जोर गर्ने अब यो हाम्रो मनुष्यको जुन रूप भनेको पहिलेको जुनमा हामीले धर्म गरेर त्यसको फल हो क्या कतै हामीले पहिलेको जुनमा यसो धर्म गरेको छैन भने त हामी त अहिले न त्यो किरा फट्याङ्ग्रा हुन्छ कि न कुकुर हुन्छ कि न माछाहरू हुन्छ कि होइन पशुहरू हुन्छ कि न नर्कमा छ कि न पेर्तामा छ त्यही नपाउने कारण के भयो अहिले हामी मनुष्य छ नि हामीले यसो सोच्दाखेरि चाहिँ हामी त्यहाँ किन पुगेन छ भन्दाखेरि पहिलेको जुन हामीले धर्म गरेको छ भन्ने बुझ्नुपर्छ एउटा चाहिँ धर्म के गरेको छ भन्दाखेरि सबैभन्दा धर्म चाहिँ मनुष्यको रूप लिनु र देवलोकमा जन्म लिनु लागि के होइन शील लिनुपर्छ शील पालन गर्नुपर्छ जस्तै काटमाड नगर्ने बेबिचार नगर्ने नचोर्ने नलुट्ने नटार्ने छ नि हो त्यसको शील पालन गऱ्यो भने जस्तै हामीले सजिलोसँग बुझ्नुलाई युङ्ने बस्छ नि हो त्यो युङ्ने जस्तो बस्दाखेरि नि युङ्ने पनि त्यहाँ 8वटा शीलहरू हुन्छ त्यो शील पालन गर्छ नि हामीले 24 घण्टा हो त्यस्तो शील चाहिँ गृहस्थीले गरी अब लामा बिचुहरूले त गरेको हुन्छ शर्मानहरूले त सधैँ हुन्छ अनि गृहस्थीले पनि 1 वर्षमा 1 दिन पनि त्यस्तो 24 घण्टा एउटा शील पालन गर्न सकेन भने त्यो व्यक्ति चाहिँ अनि दुर्गतिमा जन्म लिन्छ दुर्गति भने के एउटा चाहिँ पशु एउटा पेर्ताका एउटा नर्का त्यो ठाउँमा चाहिँ जसरी जन्म लिन्छ भने त्यसले गर्दाखेरि वर्षमा एकचोटि सकेभन्दा अब यस्तै अब यहाँ अहिले तपाईँले यहाँ जुन 1 महिनासम्म यसरी यहाँ बसिरहेको छ नि हो त्यतिखेर शील पालन गर्नु 1 महिना शील पालन गरेको लागि त धेरै ठुलो धर्म हुन्छ हो त्यो नकाट्नु नमार्नु नलुट्नु नराम्रो काम नगर्नु होइन यहाँ त फेरि अब प्याज पनि खानु मिल्दैन लसुन पनि खानु मिल्दैन अन्डाहरू पनि खानु मिल्दैन मासु खानु मिल्दैन जहाँ रेक्सित छोडे कुरै छोड्दो चुरो तान्नु मिल्दैन होइन हो त्यो पनि हो शील भने त्यो हो क्या त्यसको पालन गर्नुपर्छ 1 महिना अब हामीले यहाँ 1 महिना कति 5 दिन भनेको छ कति 35 डेज भनेको छ हो त्यति दिन चाहिँ तपाईँहरू यहाँ बसेर राम्रोसँगले अब सधैँ आफ्नो घरमा गाउँमा ठाउँमा होइन छरछुरी हुन्छ आफन्त हुन्छ त्यसको लागि टेन्सनमा बसे हुन्छ नि अब त्यो कुरा सबै छोडेर सन्तसँगले 1 महिना 5 दिन चाहिँ राम्रोसँग धर्म गरेर बस्नु एकदम यो आफ्नो लागि एकदम राम्रो कुरा हो एकदम राम्रो अवसर हो क्या यो राम्रो अवसर हो बुझ्नुपर्छ फेरि बुझेन भने त हुँदैन यो चाहिँ एकदम राम्रो अवसर हो म यतिखेर चाहिँ म राम्रो गरेर चाहिँ धर्म गर्छु भन्ने मनले सोच्नुपर्छ गर्नुपर्छ हो त्यो गऱ्यो भने चाहिँ तपाईँको लागि ठुलो अवसर हो अनि अब हामी एक दिन मरेर जाँदाखेरि त हामीसँग कि यो संसारको धन सम्पत्ति जति पनि हामी लड्नु सक्ने केही पनि हुँदैन हामीसँग के जान्छ पापको फल धर्म फल दुईटा मात्रै जान्छ अब पापको फल त अब यो जुन हामी संसार कुन बेला सुरु भयो त्यहाँदेखि अहिलेसम्म हामीले यो छोलोकमा कतिचोटि जन्म कहिले नरकमा गयो होला कहिले पेर्ताकमा जन्म लियो होला कहिले पशु भयो होला हामी मनुष्य पनि भयो होला देवलोक पनि जन्म लियो होला फेरि घुम्दै यसरी चाहिँ कतिचोटि पाप गरिसक्यो होला होइन अब चाहिँ यो मनुष्यको समयमा हामीले धर्म गर्ने हो